आज मैले स्पेशल चिया खाएँ। तपाईलाई लाग्ला कि स्पेशल चिया भनेको के होला? मैले बजारबाट कुनै महँगो खाले स्पेशल टी भनेर किनेर ल्याएको होइन। मैले स्पेशल तरिकाले यसलाई बनाउन लगाएँ, जुन हाम्रो स्वास्थ्यको लागि लाभदायक हुन्छ। चिया पकाउँदाखेरि हामीले गर्ने सबभन्दा ठुलो मिस्टेक भनेको चियामा चिनी हाल्नु हो। चिनीको बारेमा तपाईँ त्यति सुन्नु भएको छ, स्वास्थ्यको लागि हानिकारक हो भने यसलाई जति सक्दो कम खाएर अरू कुराले यसलाई रिप्लेस गर्न सकियो भने राम्रो हुन्छ। मैले आज चियामा गुड हालेँ अनि गुडको स्वाद हेर्दाखेरि मलाई चिनी भन्दा पनि राम्रो लाग्यो र गुडमा यति धेरै फाइदाहरू छ र विशेष गरेर गुडमा पाइने एन्टिअक्सिडेन्ट्स पनि हुन्छ। चियामा पनि एन्टिअक्सिडेन्ट्स हुन्छ र यदि तपाईँ चियामा चिनी हाल्नुभयो र गुड हाल्नुभयो भने धेरैको फरक भयो। र मैले आज अर्को पनि प्रयोग यहाँ के गरेँ भने मैले कागती हाल्न लाएँ। अब यदि तपाईँ यो तीनवटा कुराहरू कम्बिनेसन यदि हेर्नुहुन्छ भने चिया एउटा वनस्पति हो, यसमा धेरै गुणहरू छ, विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट्सहरू पाइन्छ जुन हाम्रो शरीरलाई दीर्घ रोगबाट बचाउँछ, मुटुलाई सुरक्षा दिन्छ र अन्य अरू फाइदाहरू छन्। कागतीमा पनि कति फाइदाहरू हुन्छ, एन्टिअक्सिडेन्ट्स हुन्छ, भिटामिन सी हुन्छ, अरू फाइदाहरू हुन्छ। र ज्याग्री भनेको गुडमा पनि फाइबर, क्याल्सियम, पोटेसियम, म्याग्नेसियम, आइरन र एन्टिअक्सिडेन्ट्स यसमा पनि हुन्छ। यो तीनवटाको कम्बिनेसन हेर्नुहोस् कि तपाईँ खानेकुराहरूलाई कम्बिनेसनमा गर्नुभयो भने एक अर्कालाई फाइदा पनि गर्ने हुन्छ। जस्तै हामी दुध चियाको कुरा गर्दाखेरि चियामा भएको जुन पदार्थहरू हुन्छ नेचुरल, दुधमा भएको प्रोटिनले त्यसलाई न्युट्रलाइज गरेर अलिकति घटाइदिन्छ भन्नाले स्वास्थ्यको लागि त्यति राम्रो हुँदैन जब तपाईँ नचाहिने कुराहरू त्यसमा मिश्रण गर्नुहुन्छ, क्यालोरी बढ्ने भयो र अन्य बेफाइदाहरू। त्यसैले यदि तपाईँ सही कम्बिनेसनहरू विभिन्न प्रकारका प्राकृतिक कुराहरू यदि यसमा मिक्स गर्नुभयो भने चियाको पनि गुण अझ राम्रो हुने भयो, थप अरू पदार्थहरू शरीरमा जाँदाखेरि फाइदा हुने भयो। चियालाई एउटा बाध्यताको लागि मात्रै होइन कि हामीले यसलाई स्वास्थ्यको लागि राम्रो कसरी बनाउने भनेर तपाईँ विभिन्न अरू कुराहरू आफ्नो अनुभवले यसमा प्रयोग गर्न सक्नुहुन्छ जुन तपाईँको स्वास्थ्यको लागि बढी सुटेबल र बढी फाइदाजनक हुन सक्छ। मैले ग्रिन टी, कफी इत्यादि सबैको बारेमा एउटा भिडियो बनाएर राखेको छु पोडकास्टमा, कृपया हेर्नुहोला। अझ तपाईँहरूको केही फिडब्याक छ भने राख्नुहोला। धन्यवाद।